everyone. Yo, पानी पैसाहरू अहिले चाहिँ अब ड्युटीलाई छुट्टी भयो तर एउटा ड्युटी छ त्यो चाहिँ हो ड्युटी छिटो छुट्टी भएर आएको बेला चाहिँ बुढी ल्याउने वाइफ ल्याउने ड्युटी ब्याङ्लोरमा त्यस्तो हुन्छ एक दिन बल्ल बल्ल छिटो छुट्टी भएर आयो ल्याउनु जानु परिहाल्छ छुट्टी भयो लानु परिहाल्छ हो यस्तो हुन्छ हाम्रो एरिया कम्ता अप्ठ्यारो छैन है यो चाहिँ ओल्ड बङ्गलाको पासपोर्ट अफिसको रोड न मान्छेले छोड न कुकुरले छोड्छ जति नै जे गर्यो भने फेरि बाटो फेरि खुनेको छ खुनेको छ यति साह्रो भिड हुँदैन यो लाइन अहिले दोकान तेल पनि हाल्नु पर्ने छ भने बस्यो यस्तो छ गाइसहरू छुट्टीमा पनि सकुनले त बस्नु कहाँ पाउँछ र ल्याउनु लानु छोड्नु त्यतिकै हामीलाई त्यसै ल्याउनु लानु कसले पनि परेन हिँडेर आउँथ्यौँ हिँडेर जान्थ्यौँ अहिले भएर धेरै फेसिलिटी छ सुन्दैछु सोनी वर्ल्ड भन्दा चाहिँ सर्टकट रोड यहाँबाट चाहिँ हिँड्न अलिक सोनी वर्ल्डको जाम भन्दा एउटा छिटो पुग्छ यसले चाहिँ मेरो गानालाई डिस्टर्ब गरिदियो यार गानै डिस्टर्ब गरिदिनु म चाहिँ अगाडिबाट लेफ्ट जानुपर्छ अगाडि गयो भने चाहिँ केएफसी सिग्नलहरू आउँछ यहीँ अगाडि काम गर्छ यो चाहिँ यो दमले जाने रोड हो गाइसहरू मेरो वाइफले चाहिँ यहाँनिर काम गर्छ ओ छिटो खोइ कहाँ छिटो आऊ भनेको
हो त निक्ले ल्याउनु आउनु फेरि अब यसरी पर्खिनुपर्छ ल्याउनु आउनु त्यति टाढोबाट गाइसहरू साह्रै छ के ल्याउनु आउनु पर्खिनु पनि यहाँ घरमा टाउकै कन ड्युटीमा पनि टाउकै कन हो कहाँ त तासा थियो चिन्डा बनाऊ हो त अन्त के ढिला आएको अन्त रुममा पानी सानी भोरबा गरेर भाँडा धोएर नचल किन क्यामेरा छुनु पर्यो होस् न अन्त हो त तिम्रो रिना दिदीले फेरि चल छिटो ए छोड न चल किन पकाउँदै पकाउँदिनँ बरु भुटेको भात लिएर खान्छु म त पकाउँदिनँ भाँडा धुन्छु बरु भाँडाहरू धुइँदै पकाउने काम चाहिँ मेरोबाट हुँदैन मेरो त छ रोल लिएर आएको छु मैले चिकन रोल तिम्रो भाइ र मामै भोक्यो भने म भोक्यो हुँदैन होइन सबै बुझ्छ ल सबै बुझ्छ तिमीले सबै बुझेर केही छैन बुढाको चण्डाल छ चण्डालमै अब तिमीलाई रुङ्गी बस्थ्यो नि त्यसलाई चण्डाल भयो तिमीलाई म रुङ्गी बस्थ्यो नि तिम्रो बुढा चण्डाल भयो यहाँ तिम्रो बुढा अब चण्डालमै यहाँ बस्थ्यो होला तिम्रो बुढा चण्डालमै यहाँ बस्थ्यो होला यसरी पानी भरेर भाँडा धोएर बाथरुमहरू सफा गरेर आएको त तिमी त्यसै उयो गरेर लाग्छ क्या ठिकै निक्लिराख्नु पर्यो छिटो हुँदैन पुरुङै बस्नु हेर्नुपर्छ कता जानु यताबाट जानुपर्छ ल यताबाट हिँड झ्याप्पै भएको छ त उयो केटीहरू अब यताबाट हिँड हो समोसा खान्छौ कि रोल खान्छौ रोल खाऊ न रोल हेर्दैछु चिकन रोल मामा गयो भाँडा चाहिँ धोयो पानी भरे पानीले पिउने पानीले रुममा कहाँ शान्ति छ टोइलेट सफा गरे सोधेनौ नि रिना दिदीलाई रुम को पाँचजनै छ त नि म पनि हेर्दैछु जब म पनि काम हेर्दैछु सायद म पनि 3-4 महिनाभित्रमा राम्रो जग्गा पाएँ भने सरिहाल्छु काम के मलाई तिमीलाई साह्रो पर्छ ल दुईजनालाई साह्रो पर्छ दुईजनालाई साह्रो पर्छ ल दुईजना हेर्दैछु म रुम सर्नुपर्छ त्यहाँ हुँदैन
हेर्दैछु म पनि काम 3-4 महिनामा त म पनि काम खोजेर सर्छु होला त्यस्तो लाग्दैछ तिमी पनि यसो हेर्दै गर के किन त्यही गरिबस्ने अब तिमीहरूको पनि स्यालेरी इन्क्रिमेन्ट गर्छ होइन र 1 साल भयो होइन अब 1 लाख पुग्यो भने त्यति 2 वर्षमा झुन्डी बस्छ हौ 1 लाख पुग्यो भने के हुन्छ के पर्मानेन्ट भएर चाहिँ के चाहिँ हुन्छ केही त हुँदैन अरू अब पुग्नु पनि पऱ्यो नि त त्यो यताबाट नजाउँ ल साह्रै भिड हुन्छ यस्तो मान्छे छ ए बनाउ खाइदिनु पर्छ टमेटो प्याजहरू केही पनि देखिन त यो बाटो राम्रो छ पर चाहिँ 500-1300 भन्नु त हेर्दैछु म पनि हो 7-5 महिनाभित्र त काम पाउँछ होला राम्रो जग्गा पायो भने सर्छु म पनि किनभने सेप्टेम्बरमा घर जानुपर्छ नि कसले दिँदैन दिन्छ जानु सोचेको के यहाँ केही ल्याउनु पर्छ लैजाऊ एउटा कोक पनि ल्यायो 20 रुपियाँको लिएर आउन गाइसहरू फाइनली रुम आइपुग्यो होइन घर आइपुग्यो ए म्याडमको ऱ्यापिडो पनि भयो आज डेली हुनुपर्छ हो अगाडि थन्काएर चाहिँ फेरि म्याडमलाई ल्याउनु त्यहाँ गएर चाहिँ गाइसहरू होइन अब चाहिँ यो भिडियोमा यतिमै इन गर्छु मेरो